नमस्ते XYZ नेपाल अपडेटमा तपाईलाई स्वागत छ। नयाँ अपडेट फरक प्रस्तुतिका साथ उपस्थित भइसकेको छु म एमडी मनोज। आजको विषय प्रसंग भनेको चोकचोकमा बसेका चोकेबहादुरका विषयमा कुरा गर्न चाहन्छु। शहरबाट भुडी पल्टाउँदै निदर टल्काउँदै गाउँ गाउँ जाने सोझा साझा जनताहरूलाई फकाउने, घर फर्किँदाखेरि खसीको मासु ल्याउने, लो बुढी पकौ भन्न लगाउनेहरूसँग जोगिएर बस्नु होला। यस्ता सोझा साझा जनताहरूलाई शहरबाट चिल्लो कोट लाएर गाउँ गाउँ छिर्ने, सोझा साझा जनता र केटाकेटीलाई लभली पप र चुस्ने मिठाई दिने र जिन्दाबादको नारा लगाउनेहरूसँग जोगिएर बस्नु होला। चुनाव आयो भन्दैमा तपाईलाई मकै खन्ने सिजनमा मकै खने जस्तै गर्ने, गहुँ काट्ने सिजनमा गहुँ काटे जस्तै गर्ने, सुन्तलाको सिजनमा सुन्तला बोकेर चौकासम्म पुर्याउनेहरूसँग पनि जोगिनु होला। तपाईलाई तपाई र म त एउटै जातको हो, तपाई र म त एउटै गाउँको हो भनेर तपाईलाई तपाई र म त आफ्नै हो भनेर फकाउनेहरूसँग पनि जोगिएर बस्नु होला। 5 वर्षमा तपाईलाई 5 वर्षसम्म एकचोटि नदेखिने, चुनाव ताका डुकुरे मुसो जस्तै गरेर छुलुङ्ग देखिने हो र यस्ता चोकचोकमा बसेका चोकेबहादुरसँग जोगिनु होला। चोकमा बसेर उधारो चामल दिएको भरमा तपाईलाई मलाई भोट हालेस्, मलाई भोट हाल्नै पर्छ भन्ने त्यस्तो चोकेसँग पनि जोगिनु होला। सिटामोल उधारो दिएको र अक्षता हेराएको धामीसँग पनि जोगिएर बस्नु होला। किनकि त्यहाँनिर तपाईले ल्याएको खाएको महँगो ब्याजमा दिने मात्रै हो, यिनीहरूले फेरि दिने होइन। यस्ता खालका चोके यति मात्र होइन, आमा समूहको नाममा आमा समूह खोल्ने, ठाउँ ठाउँमा जिम्रा हेर्दै ठुङ्गान्दै यो पार्टीलाई भोट हालेस् है भनेर फकाउने, यस्ताहरूसँग पनि तपाईँ जोगिनु होला। यसपालिको यो निर्वाचनमा तपाईले सक्षम र इमानदार नेताहरूलाई भोट हाल्नु पर्ने हुन्छ, किनकि यहाँ विवेक र विचारबाट सक्षम र क्षमतावानका युवाहरूको एउटा उदायमान भएको छ। यस्ता पुराना दल र पुराना व्यक्तिबाट यो देशलाई सुशासन र यो देशलाई समृद्ध हुने बाटो कोही देखिँदैन। त्यसैले हिजोको दिनमा त्यो चाहिँ अवसर थिएन र अहिले चाहिँ अवसर छ। त्यो अवसरलाई निष्पक्ष रूपले तपाईले भोट हालेर यो देश सिङ्गो देशका लागि तपाईले न्याय गर्नु नै छ भन्दै अहिलेलाई चाहिँ म बिदा हुन चाहन्छु। XYZ नेपाल अपडेटलाई तपाईले सब्स्क्राइब गरेर सल्लाह सुझाव पनि दिनु होला भन्दै अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु। धन्यवाद।